होइन सर 11 दिन चाहिँ यसरी निरन्तर तपाईँको न दिन न रात भनेर जुन लागिपर्नु भएको छ उहाँको जुन एउटा उहाँको टार्गेट छ त्यो टार्गेटलाई हामीले पनि त्यसरी समर्थन गर्न पाउँदा सहयोग गर्न पाउँदा हामी आफैमा गर्वान्वित भएको आभास हामी लिएको छौँ र उहाँको जुन मिसन छ भिजन छ यसलाई पुरा होस् यो हामी लगायत हाम्रा सम्पूर्ण उपस्थित हाम्रा अग्रजहरूबाट कामना गर्छौँ। धन्यवाद सर। अब डाक्टर महावीर पुनज्यूलाई आफ्नो केही शब्दहरू राखिदिनुलाई पनि अनुरोध गर्न चाहन्छु। ल धन्यवाद छ तपाईँहरूको यो सहकारीले चाहिँ हामीलाई निमन्त्रणा गर्नुभयो। शिखा बचत तथा ऋण सहकारीले र चाहिँ स्वागत पनि गर्नु निमन्त्रणा र स्वागत दुवै गर्नुभएको छ। अब अहिले किताब किनेर सहयोग गर्नुहुने नै छ, त्यसैको लागि बोलाउनु भएको हो। र अब खास गरी के छ भने यो जुन छ एउटा अभियान हो, देशव्यापी अभियान हो। 443 दिन भयो अभियान चालेको र अहिलेसम्म 32वटा जिल्ला सकियो। अब 35वटा जिल्ला बाँकी छ यो अभियान र सकिन अझै पनि टाइम लाग्छ। सुरुमा हामीलाई यति समय लाग्छ होला जस्तो लागेको थिएन, तर जति जति अगाडि बढ्दै गयो त्यति चाहिँ आम जनताले चाहिँ सहयोग चाहिँ गरिरहनुहुन्छ, छकिरहनुहुन्छ अनि अल्झाइरहनुहुन्छ। गर्दाखेरि त यत्रो महिना भइसक्यो, 15 महिना पुग्यो भनौँ न। किनभने सुरुमा मैले यसो अनुमान गरेँ 4 महिना जति त लाग्छ होला नि नेपालभरि घुम्नलाई भनेर मैले अनुमान गरेको हो क्या। सुरुमै 4 महिना जतिमा यो नेपाल सकिन्छ होला भनेको 15 महिना भइसक्यो। अझै कति महिना लाग्छ थाहा छैन, किनभने अझै पनि 32वटा जिल्ला घुम्नु छ। यस्तो हुन्छ जिन्दगी भनेको, ठेगान हुँदैन भनेको यही हो। कुनै कुराको पनि हामीले मनले चाहिँ यति होला भनेर यसो अनुमान त गर्छौँ। अलिअलि अनुमान गर्नु स्वाभाविकै हो, तर अनुमान गरे अनुसार काम चाहिँ हुँदैन। हरेक कुरामा चाहिँ यो भइरहेको छ र यसको उद्देश्य त हामीले अब यो सानो किसानहरूलाई सहयोग गर्ने भन्ने हो। त्यो त तपाईँहरूलाई थाहा छँदैछ। अनि तपाईँहरूलाई एउटा कुरा कतिको थाहा छ कि छैन, कुरा के हो भने यो किताब मात्रै बेचेको छैन। कतिले चाहिँ यहाँ मलाई भन्नुहुन्छ किताब मात्रै कति बेचेर हिँडेको, कारखाना पनि चलाउनु पर्दैन, फर्केर प्लास्टिकको कारखाना चलायो भने देखेकै छैन। अब किताब बेचेको मात्र देख्ने रहेछन्, कारखाना चलाएको चाहिँ नदेख्ने रहेछ। बेला बेला मैले अपडेट धेरै छिटो त दिँदैन, बेला बेलामा मैले अपडेट पनि दिन्छु। र किताब बेचेर आएको पैसाले यस्तो यस्तो कारखानामा यस्तो यस्तो चिजहरू बन्दैछ, यस्तो यस्तो चिजहरू चल्दैछ, यसरी चल्दैछ भनेर कारखानाको अपडेट पनि दिन्छु। तर कारखानाको अपडेट दिँदाखेरि पनि जे आउँछ हातमा त्यही दिन्छु। तर कारखाना चाहिँ चलिरहेको छ, यो कुरा चाहिँ तपाईँहरूलाई पनि भन्न चाहन्छु, किनभने तपाईँहरूले देख्नु भएको छैन होला। अनि त्यो कारखानामा अहिले उत्पादन चाहिँ करिब सुरु भइसकेको छ। किनभने त्यो कारखानालाई मर्मत गर्नुको लागि मात्रै 1 वर्षभन्दा बढी लाग्यो, 12-13 महिना जति लाग्यो मर्मत गर्नुलाई। र मर्मत गरेर अब पुरानो जमानामा जुन औजारहरू बनाइरहेको थियो त्यो कारखानाले, हामीले हेर्दाखेरि त्यो अहिले चाहिँ त्यो पुरानो जमानामा बनाएको औजारहरूले काम छैन। एकदम भद्दा किसिमको महँगो यस्तो किसिम भएको हुनाले सबै औजारहरू नयाँ औजारहरू अब डिजाइन गर्ने, बनाउने, टेस्ट गर्ने यसरी चाहिँ त्यही चलिरहेको थियो। र अहिले 15 किसिमका औजारहरूको परीक्षण हुँदैछ र त्यसमा 6-7 किसिमका औजारहरू सफल भयो।
र त्यो सफल भएका औजारहरूलाई उत्पादनमा चाहिँ लगेको छ। यसरी चाहिँ अब ठुलो उत्पादन भनेर अब विदेशीको ठुला ठुला कम्पनीहरू जस्तो चाइनिज कम्पनी, कोरियन कम्पनी, इन्डियन कम्पनीहरूले जस्तो ठुलो चाहिँ म्यानुफ्याक्चरिङ गर्ने उता हुँदैन, ठुलो स्कुलमा त जाँदैन अहिलेलाई। किनभने अब पैसा पनि अब लिमिट छ, पैसाभन्दा पनि दिमाग चाहिँ लिमिट छ। दिमागले त्यति भ्या छैन क्या, दिमागले भ्याउनु पऱ्यो नि त। अब यहाँ जति पनि कामहरू भइरहेछ हामीले चाहिँ एकदम जिरोबाट सुरु गरेको। त्यो कारखाना मर्मत गर्ने पनि जिरोबाटै सुरु गरेको। त्यो कारखानामा काम गर्ने अहिले जति पनि मर्मत गर्ने सुरुमा भनौँ न हामीले, कसैले पनि त्यो मसिन देखेको थिएन। कसैले पनि त्यो मसिन देखेको पनि थिएन, कस्तो हुन्छ छोएको पनि थिएन। म त झन् कारखानामा पनि पसेको थिएन भने नि हुन्छ। अब त्यसरी चाहिँ जिरोबाट हरेक चिज जिरोबाट सुरु गरेको छ। त्यो कारखाना मर्मत गर्ने पनि जिरोबाट। अनि त्यो मर्मत भयो, धेरै जसो मर्मत भयो। अब के औजार बनाउने भन्दाखेरि अब जनताहरूले फोन गर्छन्, यस्तो बनाउने उस्तो बनाउने भनेर फोन गर्छ। अब सुझावहरू दिन्छन्। अब त्यही सुझावहरूको आधारमा र नेपालको खास गरी भौगोलिक स्थिति अनुसार पनि त बनाउनु पऱ्यो। पहाडको लागि बेग्लै किसिमको बनाउनु पऱ्यो, अनि के अरे तराईको लागि बेग्लै किसिमको हुनु पऱ्यो। त्यस कारणले त्यसो गर्दाखेरि सबै कुरा सिकेर जिरोबाट शिशु क्लास भन्ने मात्रै। शिशु क्लास पनि होइन, आजभोलि त नर्सरीबाट पहिला शिशु क्लास भन्थ्यो, आजभोलि नर्सरीबाट चाहिँ सिक्दै सिक्दै गए जस्तो भएको छ। अहिले नर्सरी पास गरेर अब एलकेजी युकेजी के गरेर अहिलेको चाहिँ 2-3 क्लासमा पुगेको छ मान्छे। अब कहिले हो त्यो 5-7 क्लास पढ्ने, 10 क्लासमा यसरी दिन गइसक्यो। त्यो धेरै लामो छ, अझै पनि लामो छ क्या। किनभने त्यो प्रोसेस भयो, एक स्टेप बाई स्टेप गर्दै अगाडि जाँदाखेरि हामी अहिले प्राइमेरी स्कुल भनौँ न, प्राइमेरी लेभलमा छौँ। त्यो भनेको 4-5 क्लासको लेभलमा छौँ। अब त्यसपछि हामी अगाडि बढ्दै जाँदाखेरि अब होला 2-3 वर्षमा हामी चाहिँ एकदमै कोसिस गर्छौँ। कोसिस गरेपछि कसो नहोला र पनि भन्छौँ र यसरी चाहिँ अगाडि चाहिँ बढिरहेको छ। तपाईँहरू पनि अब कहिले कहिले त्यतातिर जानुभयो भने पढ्नु होला। कति मान्छे चाहिँ अलिक हिचकिचाउँछ क्या पढ्नलाई, कारखानामा पढ्न पाइने हो कि होइन, छिर्न दिन्छ कि दिँदैन होइन, त्यहाँ गएर कसलाई सोध्ने होला भन्ने हुन्छ नि त। यो त प्राइभेट कारखानामा हो, यो त सबैको कारखाना हुन्छ, साझा कारखाना हो, जहिले पसे पनि हुन्छ। त्यहाँ मैले त्यहाँको पार्टीहरूलाई, त्यहाँको चाहिँ हाम्रो केटाहरूलाई भने निर्देशनै दिएको छ, जहिले जो मान्छे आयो भने त्यसलाई पस्नु दियो। हेर्न आयो, पहिला सोध्नु के कामले आएको, अब हेर्न आएको यताउता के कस्तो छ भन्यो भने जोसुकैलाई पनि पस्न दिनु भनेको पार्टीलाई। अनि जति बेला आए पनि, जुन दिन आए पनि, यहाँ दिनको ऊ छैन, मतलब छैन, छुट्टीको दिनमा आए पनि हुन्छ। अनि त्यहाँको काम गर्ने भाइहरू पनि भित्रै बस्छन्, भित्रै हुन्छ। जतिखेर पनि त्यही भेटिन्छ कि लौ न कसले एउटा हामीलाई देखाइदिनु भन्यो भने एकजना मान्छे आइहाल्छ। अनि त्यहाँ कारखाना घुमाइदिन्छ, के भइरहेछ, कसो भइरहेछ भन्ने कुरा सर्लङ्ग देखाइदिन्छ। त्यही भएर तपाईँहरू पनि जानुभयो भने पस्नु होला भन्ने निमन्त्रणा गरेँ र चिया खान्छु अब।